हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ दार्जिलिङको वेदर चाहिँ यस्तो भइरहेको छ, जाडो चिसो धुम्मै धुम्म। मेरो हिजोको काम, मेरो फुलहरू यति साह्रो माया लाग्दो भएछ। डल्लै काम गरेर सफा सुग्घर गरेर फुल्दैछ फुलहरू। मेरो बगनबेली यति दामी भएको थिएछ, म घरमा नभएर पनि फुलेको थिएछ। यहाँ हेर्नुहोस् मनी प्लान्टहरू कति दामी भएको छ। आज मैले सबै सफा गरेर चाहिँ यहाँ यसरी राखिरहेको छु। घरमा फुल प्लान्टहरू छैन, कति राम्रो सुहाउँदो देखिन्छ है। घरलाई मतलब राम्रो देख्ने सुहाउने, जस्तै हाम्रो नारीहरूको मेकअप हो नि, त्यस्तै घरलाई चाहिँ फुल प्लान्ट्सहरू है साथीहरू। हेर्नु त धन्न मरेन रहेछ यत्रो दिन घरमा नहुँदा पनि। हेर्नुहोस् यसले झन् कति दामी फुल्छ। अहिले कोपिला मात्रै लागिरहेको छ। यहाँ हेर्नुहोस् यो प्लान्ट, चिसो चिसो छ मौसम भइरहेको छ है। हाम्रो चाहिँ यहाँ यस्तो छ। कलकत्तामा चाहिँ गरमले मेरो साथीहरू पाकिसक्यो होला। मेरो फुलहरू यहाँ हेर्नु चङ्दै, मेरो घरको फुल कस्तो दामी छ। आफै सर्किदिएको नि, यो झन् कति दामी छ कि। यस्तो उयो भएछ हो। ल साथीहरू सबैजनालाई नाइस डे। म भिडियो हाल्दै गर्छु तपाईँहरूलाई। बाई बाई।